गोर्खा नवज्योति संघका तर्फबाट सबैलाई नमस्कार है। विशेष यस 2025 सालको जुन चाहिँ दुर्गा पूजा थियो त्यस दुर्गा पूजामा हामीले राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीद्वारा 1,10,000 जुन चाहिँ हामीले एउटा एड पाएका थियौं। त्यस एड अन्तर्गत हामीले आफ्नो पूजा सँगसँगै जुन चाहिँ सेभ ड्राइभ सेभ लाइफ माध्यमद्वारा हामीले एउटा कार्यक्रमहरू गरेका थियौं। जुन कार्यक्रमको फलस्वरूप हामीलाई गोर्खा नवज्योति संघलाई कालिम्पोङ डिस्ट्रिक्ट पुलिसले बेस्ट अवेरनेस क्याम्पेन को अवार्ड सँगसँगै 45,000 रुपैयाँ जुन 45,000 को पारितोषिक उहाँहरूले दिनुभएको छ। उक्त पारितोषिकको निम्ति हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ र विशेष त्यस 45,000 सँगसँगै हाम्रो यो एउटा मोमेन्टो पनि उहाँहरूले दिनुभएको छ र जुन उहाँहरूले हामीमाथि एउटा भरोसा राख्नुभयो, विश्वास राख्नुभयो र यो सेभ ड्राइभ सेभ लाइफ के चिज हो भनेर हामीले जुन पब्लिकलाई एउटा लिफलेट बाँडेर हामीले उहाँहरूलाई एउटा बताउने मौका पनि पायौँ र उहाँहरूको जुन कार्यक्रम थियो त्यसलाई अलिकति हामीले बाँड्न पायौँ। हामी पनि आफूलाई पनि एकदमै गर्व महसुस गर्छौँ र डिस्ट्रिक्ट पुलिस लगायत हाम्रो गोरुबथान थानाका सम्पूर्ण थाना प्रभारी लगायत उहाँहरूको टिम, जस्तै हाम्रो त्यो ट्राफिक ओसी हुनुहुन्थ्यो त्यस्ताको वरुण सर है, वरुण विश्वकर्मा, अनि हाम्रो भेजोबा हुनुहुन्थ्यो सुमन छेत्री सर, यसरी नै हाम्रो ओसी गोरुबथान हाम्रो प्रतीक सुब्बा सर है, ओसी गोरुबथान हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्णलाई हामी गोर्खा नवज्योति संघको तर्फबाट धन्यवाद दिन चाहन्छौँ र आगामी दिनहरूमा पनि हामी गभर्नमेन्टको जुन चाहिँ यो प्रोग्राम छ सेभ ड्राइभ सेभ लाइफ, जसले चाहिँ हाम्रो जिन्दगीलाई एउटा सेफ गर्ने, हाम्रो ज्यान बचाउने जोगाउने जुन एउटा ट्र्याकमा लाने अठोट लिएर जुन कार्यक्रम सुरु गरेको छ त्यस कार्यक्रमलाई हामी हाम्रो पक्षबाट पनि भित्री मनबाटै सहयोग पुर्याउनेछौँ भन्ने प्रतिबद्धता जाहेर गर्दै हामी हजुरबाट बिदा लिन चाहन्छौँ। धन्यवाद।